नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो यस युट्युब च्यानलमा। आज पनि म एउटा जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। साथीहरू, आज म तपाईँहरूलाई ब्याङ्कमा चाहिँ खाता कसरी खोल्ने त, के डकुमेन्टहरू चाहिन्छ, के भन्नुपर्छ, हामीले ब्याङ्कमा गएर के गर्नुपर्छ जस्ता विषयवस्तुहरूलाई समेटेर आजको यस भिडियोमा उपस्थित भइसकेको छु। साथीहरू, हामीले ब्याङ्कमा अकाउन्ट खोल्दाखेरि चाहिँ सुरुमा आफै उपस्थित भएर एउटा ब्याङ्कमा खाता खोल्ने फर्म भर्नुपर्छ। जुन फर्म भर्नुभन्दा पहिला चाहिँ हामीले के चाहिँ रेडी गर्नुपर्छ त, के लगेको हुनुपर्छ त भन्दाखेरि चाहिँ सुरुमा चाहिँ हामीले आफ्नो ओरिजिनल आइडी कार्ड बोकेको हुनुपर्छ। ओरिजिनल आइडीमा चाहिँ नागरिकता भयो, लाइसेन्स भयो, पासपोर्ट भयो, भोटर आइडी भयो, नेसनल आइडी, यिनीहरूमा चाहिँ एउटा आइडी लगेको चाहिँ हुनुपर्छ। अनि त्यसपछि चाहिँ पासपोर्ट साइज फोटो। अनि हामीले चाहिँ अब कुनैले चाहिँ एउटा फोटो माग्ने गरेको छ होइन, अब कुनै ब्याङ्कले चाहिँ दुईवटा फोटो माग्ने गरेको छ। त्यही कम्तीमा पनि दुईवटा फोटो चाहिँ बोकेर लगेको हुनुपर्छ। अनि त्यसपछि चाहिँ एउटा ब्याङ्कको कर्मचारीले चाहिँ हामीलाई एउटा फर्म दिन्छ होइन, खाता खोल्ने फर्म दिन्छ, जसमा चाहिँ हामीले 3 पुस्ते विवरण अनि थाई ठेगाना, हालको ठेगाना, अनि आफ्नो घरसम्म पुग्ने नक्सा, आफ्नो शैक्षिक योग्यता, अनि मोबाइल नम्बरका कुराहरू भयो, अनि आफ्नो वैवाहिक अवस्था के छ होइन, म्यारिड हो कि अनम्यारिड हो, अनि जस्ता कुराहरू चाहिँ त्यो फर्ममा भरेर हामीले चाहिँ आफ्नो ब्याङ्क अकाउन्ट खोल्न सक्छौँ। यी कुराहरू भरिसकेपछि चाहिँ ब्याङ्कले चाहिँ 1 घन्टामा 1.5 घन्टामा चाहिँ हजुरको अकाउन्ट चाहिँ खोलिदिन सक्छ।